पेपे क्रेडिट कार्डको रिबो पेमेन्ट कोड्स कसरी चेन्ज गर्ने भन्ने बारेमा भिडियो देखाउन गइरहेको छु। रिबो बराई चाहिँ दुई किसिमको हुन्छ। एउटा चाहिँ स्किप रिबो हुन्छ, अर्को चाहिँ फुरात्तो रिबो भन्छ चाहिँ। फुरात्तो रिबो चाहिँ जिदो बराई हो। यसले चाहिँ के गरिदिन्छ भन्दाखेरि तपाईँले यो महिनाभरि खर्च गर्नुभएको जुन पैसा छ नि त्यसलाई सबैले चाहिँ नि रिबोमा चेन्ज गरिदिन्छ। अनि यसको डिफल्ट पेमेन्ट कोड चाहिँ जम्मा सान्जेन जति हुन्छ है। त्यो भएर तपाईँले जस्तै अब तपाईँले यो महिनामा 5 लाख खर्च गर्नुभयो अनि पेमेन्ट कोड चाहिँ जम्मा सान्जेन जति छ भने तपाईँले चाहिँ सबै इन्ट्रेस्ट मात्रै तिरेको कन्डिसन हुँदै जान्छ होइन। यो भुमरीबाट निस्किन तपाईँले पेमेन्ट कोड चाहिँ नि एकदम हाई गरेर लिएर जानुपर्ने हुन्छ। त्यो गर्दाखेरि तपाईँले छिटोभन्दा छिटो तिर्न सक्नुहुन्छ है त। अनि पेमेन्ट कोड्स कसरी चेन्ज गर्ने भन्ने बारेमा भिडियो देखाउन गइरहेको छ है। सुरुमा तपाईँ पेपे एपमा जानुहोस् है। पेपे एपमा गएर स्लाइड लेफ्ट गर्नुहोस् अनि ब्लूमा चेन्ज हुन्छ अनि कार्डमा ट्याप गर्नुहोस् है। कार्डमा ट्याप गरेपछि यहाँ तल देख्नु भएको छैन खान्ड्री भनेर है, राइट बटनमा है। अनि यसमा ट्याप गरेपछि यहाँ ओसिहराई किङ्गाकु चोसे भनेर देखाएको छ नि, त्यसमा ट्याप गर्नुहोस् है। अब यसमा चाहिँ देखाएको छ मेरो चाहिँ स्किप रिबो छ है, योनमा निसे हप्पेको सान्जु योन छ है। यसलेको पेमेन्ट कोड चाहिँ चेन्ज गर्नको लागि यहाँ तल यहाँ रिबो ओसिहराई कोसो हेङ्को भनेर देखाएको छ। यसमा चाहिँ ट्याप गर्ने है। यहाँबाट तपाईँले सपिङ अथवा क्यासिङ सबै दुइटै चाहिँ एकैचोटि चेन्ज गर्न सक्नुहुन्छ है। जस्तै मेरो यहाँ सपिङको रिबो फल्ट पेमेन्ट कोड चाहिँ सान्जेन देखाएको छ अनि चाहिँ क्यासिङको चाहिँ इचिमान देखाएको छ है। अब मैले चाहिँ सपिङको चेन्ज गर्न गइरहेको छु। तपाईँले सबै एकैचोटि तिर्न चाहनुहुन्छ भने तपाईँले रिबोको कोड चाहिँ चेन्ज गरेर जस्तै अब मेरो यहाँ योमान जति थियो नि त, गोमान जति गरिदिनु भयो भने तपाईँको अर्को महिना चाहिँ सबै भ्याइन्छ है। सबै रिबो पेमेन्ट चाहिँ सबै भ्याइन्छ है। तर यदि तपाईँ 50-50 गरेर तिर्न चाहनुहुन्छ, जस्तै अब मेरो योमान निसेन छ त्यसलाई चाहिँ 50-50 गरेर तिर्न चाहनुहुन्छ भने चाहिँ नि निमान गरिदिँदा हुन्छ है त। अब तपाईँको पेमेन्ट क्यापेसिटी कति छ त्यो अनुसारको चाहिँ चेन्ज गर्नुहोस् होला। त्यसलाई दिनमा एकचोटि चेन्ज गर्न मिल्छ। त्यो भएर तपाईँले अर्को महिना फेरि एकदम टाइट भयो भने फेरि चेन्ज गर्न पनि मिल्छ है। मैले जस्तै अब निमान गरिदिन्छु होइन, निमान गरिदिनु पऱ्यो है। जस्तै अब मेरो योमान छ नि त अनि त्यसलाई चाहिँ आधी गरेर तिर्न चाहन्छु, त्यो भएर चाहिँ निमानमा चेन्ज गरिदिन्छु है। निमानमा चेन्ज गरिदिएँ। यहाँ तल अब है चाहिँ खाकुनिन गामेन हे सुसुमु छ, यसमा चाहिँ ट्याप गर्ने है। यसरी हाम्रो सान्जेनबाट निमानमा चेन्ज हुन्छ है त, मन्थली पेमेन्ट भनेर भनेको छ है। यसको चाहिँ माथि डेट पनि हेर्नुहोस् होला, यो महिना होइन कि नेक्स्ट महिनाको निजुनानामा चाहिँ ओसियारा चाहिँ रिबो पेमेन्ट चाहिँ मेरो जस्तै योमान निसेन जति समथिङ थियो नि त, त्यहाँ चाहिँ निमान जति काटिन्छ भन्ने कुरा बुझ्नुहोस् है त। अनि हेङको सुरुमा चाहिँ ट्याप गर्नुहोस् है यसरी। अनि ओसियाराई किङ्गाकु चोसे ट्याप गरेपछि चेन्ज भयो है। यसरी योमान निसेन छ नि त, अब मेरो चाहिँ अर्को महिना चाहिँ निमान काट्ने भयो भन्ने कुरा बुझ्नुहोस् त। अनि नोकरी चाहिँ निमान निसेन जति समथिङ रहन्छ भन्ने कुरा बुझ्नुहोस् है। हस् त मेरो भिडियो कस्तो लाग्यो, मन परेमा यो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला। अनि मलाई नबुझेको खण्डमा त चाहिँ तल गएर कमेन्ट गरिदिनुहोस् होला। मैले सकभर जानेको कुरा रिप्लाई गर्ने प्रयास गर्नेछु। अनि यस्तै अर्को भिडियो नआइन्जेल छ सबैजनालाई सलाम है। बाई 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 बाई।